यो बराताल गाउँपालिका क्षेत्रभित्र रहेको लगभग अहिले 8 वर्ष 7 देखि 8 वर्ष भयो त्यहाँ चाहिँ पोलका कामहरू बिजुलीको कामहरू सुरु गर्न थालिएको छ र 8 वर्ष भइसक्यो अहिले पनि मेन लाइनका पोलहरू चाहिँ गाडेर त्यो अहिले पनि ढल्ने अवस्थामा कतिपय पोलहरू ढलिसकेको छ। बराताल गाउँपालिकाको 10वटा वडा अहिले पनि अन्धकारमा छ। 8 वर्ष भइसक्यो त्यो पोल चाहिँ गाड्ने काम मात्रै भएको छ। त्यहाँ चाहिँ उज्यालो बाल्नका लागि चाहिँ हामी मन्त्रीज्यूलाई यसको कुरा राख्यौँ र त्यहाँ चाहिँ तत्काल कामलाई चाहिँ अलिक तीव्र गतिमा बढाउनु पर्यो। बहाना होइन चाहना हुनुपर्छ काम गर्नलाई। उज्यालो बनाउनका लागि चाहना भयो भने सकिन्छ। त्यहाँ चाहिँ राज्यले टेन्डर गरिसकेको छ। त्यहाँ चाहिँ काम गर्नका लागि फलोअप गर्नु पर्यो र त्यहाँ चाहिँ अब शाखा लाइनहरू एलटी लाइनहरू तान्न बाँकी छ। कहिले एलटी लाइन तान्न बाँकी छ भन्नुहुन्छ, कहिले चाहिँ सब स्टेसनको काम बाँकी छ भन्नुहुन्छ, कहिले चाहिँ त्यहाँ ट्रान्समिटरहरू आएको छैन भन्ने छ, कहिले चाहिँ विद्युतका केही कामहरू भएको ठाउँमा मिटर बक्स आएको छैन।